प्रिपेयरको सिपाहीहरूलाई यो युद्धको मैदानमा स्वागत छ। 50 जनाको खेल जित्ने चाहिँ एक मात्र हुन्छ। हवाईजहाजमा चढाई छोडियो अब बर्मुडा आइल्यान्डमा। जसले मार्यो त्यसले जान्यो, मर्नु र बाँच्नु अब आफ्नै हातमा छ। सिपाहीहरू तयार? ब्याटल स्टार्ट सिन 5 4 3 2 1 लेट्स गो। अब खेल भयो सुरु, सबै मैदानमा झरियो। 50 जना दुश्मन चारैतिर छरियो। दुश्मन छ चारपट्टि खतराको घडियो। छिटो छिटो गन्टिप नत्र फिक्स मरियो। मचेके खोया अति नै बोया, अब हान्ने हो बोया। ठेक्ने छ कोया निकाली M10 हान्दिन्छु ब्याङ ब्याङ, डाल्दिन्छु ड्याङ ड्याङ स्क्वाडले ल्याङफ्याङ। वान म्यानमा आर्मी हान्ने हो ग्याङ ब्याङ, हान्ने हो ग्याङ ब्याङ। मर्छु कि मार्छु मान्दिन हार्नु, एस्टोपी फुटे नि छाड्दिन हान्नु। बाग्दिन कहिले हार्दिन कहिले, इनिमीहरूलाई छाड्दिन मैले। अल्लो खाया त जोसेफ सबै छ वालनी मेडिकेट मसँग टन्ने छ लगाउँदै वाल। अगाडि छेक्दैछु फाल्दैछु ग्रेनेड, स्क्वाड नै देख्दैछु वाल छेडी M82 सर्ट भेट्दैछु। प्रोगिरी ज्यादा भयो बल्लमा चेर्दैछु। स्क्वाड छ अघि पिङ पनि हाई छ, बाल छैन स्क्वाडमा दाजु र भाइ छ। गोर्खाली स्क्वाड मारेर मर्दैनौ, चिर्दिन्छौ छाती पछाडि हट्दैनौ। अब 10 जना मात्रै इलाइभ रहेछ है। अब फिक्स बोया हान्नु पर्छ है केटा। साथसाथमा खेल्ने सबैजना हुन्छ रेडी। युद्ध भूमिमा युद्ध मचिने रहेको छ। बम्बारू चारतिर पड्किने रहेको छ। इनिमीहरू नि सकिँदै गएको छ। आँखा जन्तै मुटु धड्किने रहेको छ। झुटोको खेल यो बिग्दैन सत्य, नम्बर आउने छ सबैको लक्ष्य। कमरमा प्यान्ट छ काँधमा झोला, M10 छ ढाडमा हातमा ग्रोजा। इनिमी आयो फेरि नजिक, M10 ले हान्दै पार्दै सहित नक भएकोलाई नछोडी मार्ने छ हित। विश्वास राख आफूमा आफ्नै हो जित। इतिहास अब आफैले केर्नु छ, होस गरी खेल्न तर अर्काको हेर्नु छ। हट्दिन्छ नजर यहाँ हुन्छ दुर्गति, पाइला नै पछि यहाँ लेनम्यान हुन्छ नि। कोही झ्यालबाट हान्दैको रुखको पछाडि, कोही टावरको टुप्पा, कोही चढेर गाडी टेकेर जानु छ लासको माथि। टिममेटले सँगै छ साथको लागि, कहिले ब्राजिलिया कहिले गाई पिक, कहिले बिमा शक्ति नत्र फ्याक्ट्रीमा फिस्ट। अब उठाउँदै स्कोप लगाउँदै सिस, ताकेर हेड हान्छु हुँदैन मिस। लम्किँदै अगाडि बन्दुकले समाति, अगाडि आउनेको बनाउँदै समाधि। नहेरी पछाडि जाँदैछु लुटेर, मारिदिन्छु बटलाई म प्यानले नै कुटेर। हुँदैन लुकेर, जित्नु छ बिडेर, कानु छ बोया दुश्मनलाई चिरेर। नआइज यो मेरो सिमाना सरुता, घर मेरो क्लक टावर इलाका बर्मुडा। प्रिपेयरको सिपाहीहरूलाई यो युद्धको मैदानमा स्वागत छ। 50 जनाको खेल जित्ने चाहिँ एक मात्र हुन्छ। हवाईजहाजमा चढाई छोडियो अब बर्मुडा आइल्यान्डमा। जसले मार्यो त्यसले जान्यो, मर्नु र बाँच्नु अब आफ्नै हातमा छ। सिपाहीहरू तयार? ब्याटल स्टार्ट सिन 5 4 3 2 1 लेट्स गो। अब खेल भयो सुरु, सबै मैदानमा झरियो। 50 जना दुश्मन चारैतिर छरियो। दुश्मन छ चारपट्टि खतराको घडियो। छिटो छिटो गन्टिप नत्र फिक्स मरियो। मचेके खोया अति नै बोया, अब हान्ने हो बोया। ठेक्ने छ कोया निकाली M10 हान्दिन्छु ब्याङ ब्याङ, डाल्दिन्छु ड्याङ ड्याङ स्क्वाडले ल्याङफ्याङ। वान म्यानमा आर्मी हान्ने हो ग्याङ ब्याङ, हान्ने हो ग्याङ ब्याङ। मर्छु कि मार्छु मान्दिन हार्नु, एस्टोपी फुटे नि छाड्दिन हान्नु। बाग्दिन कहिले हार्दिन कहिले, इनिमीहरूलाई छाड्दिन मैले। अल्लो खाया त जोसेफ सबै छ वालनी मेडिकेट मसँग टन्ने छ लगाउँदै वाल। अगाडि छेक्दैछु फाल्दैछु ग्रेनेड, स्क्वाड नै देख्दैछु वाल छेडी M82 सर्ट भेट्दैछु। प्रोगिरी ज्यादा भयो बल्लमा चेर्दैछु। स्क्वाड छ अघि पिङ पनि हाई छ, बाल छैन स्क्वाडमा दाजु र भाइ छ। गोर्खाली स्क्वाड मारेर मर्दैनौ, चिर्दिन्छौ छाती पछाडि हट्दैनौ। अब 10 जना मात्रै इलाइभ रहेछ है। अब फिक्स बोया हान्नु पर्छ है केटा। साथसाथमा खेल्ने सबैजना हुन्छ रेडी।
युद्ध भूमिमा युद्ध मचिने रहेको छ बमबारु चारतिर पड्किने रहेको छ इनिमीहरू नि सकिँदै गएको छ आँखा जन्तै मुटु धड्किने रहेको छ झुटोको खेल यो बिग्दैन सत्य नम्बर नआउने छ सबैको लक्ष्य कमरमा प्यान्ट छ काँधमा झोला एमटेन छ ढाडमा हातमा ग्रोजा इनिमी आयो फेरि नजिक एमटेनले हान्दै पार्दै सहित नक भएकोलाई नछोडी मार्ने छ हित विश्वास राख आफूमा आफ्नै हो जित इतिहास अब आफैले केर्नु छ होस गरी खेल्न तर अर्काको हेर्नु छ हट्दिन्छ नजर यहाँ हुन्छ दुर्गति पाइला नै पछि यहाँ लेनम्यान हुन्छ नि कोही झ्यालबाट हान्दैको रुखको पछाडि कोही टावरको टुप्पा कोही चढेर गाडी टेकेर जानु छ लासको माथि टिममेटले सँगै छ साथको लागि कहिले ब्राजिलिया कहिले गाई पिक कहिले बिमा शक्ति नत्र फ्याक्ट्रीमा फिस्ट अब उठाउँदै स्कोप लगाउँदै सिस ताकेर हेड हान्छु हुँदैन मिस लम्किँदै अगाडि बन्दुकले समाति अगाडि आउनेको बनाउँदै समाधि नहेरी पछाडि जाँदैछु लुटेर मारिदिन्छु बटलाई म प्यानले नै कुटेर हुँदैन लुकेर जित्नु छ बिडेर कानु छ बोया दुश्मनलाई चिरेर नआइज यो मेरो सिमाना सरुता घर मेरो क्लक टावर इलाका बर्मुडा के रा भाइ तेरो दाइले पनि फ्री फायर इन्स्टल गरिसक्यो अब बिस्तारै तेरो दाइ युट्युबर भन्छ युट्युबर ल केटा ल हान्दिमै त एक गेम सबैजनाले ल हेडसट हाने केटा हो हेडसट बिग साउट आउट टु अल फ्री फायर प्लेयर्स लेट्स गो सुरु गरे खेल्न मैले फ्री फायर गरिन न्यू प्लेयर परे म त प्रो प्लेयर परिन अनि आलो किन्न मैले पनि 500 डायमन्ड तिर्दिए ल स्टार्ट हान्दै मैले पनि गेम भित्र छिर्दिए टटर मार खान्दै तर नेपाली घरमा छिर्दिए हातमा स्कार साथमा पेन एकको ब्याग नि भिर्दिए चारैतिर इनिमीको लागिरहेछ ताती न्यू प्लेयर परे म त छैन कुनै साथी है खेलिरहेछु फ्री फायर 12 बजे राति अनि गोर्खालीको छोरो भन्दै फुले हिँडे छाती तर सोचे जस्तो सजिलो कहाँ हुन्छ र साथी मार्दियो मलाई इनिमीले कटनाले काटी मार्दियो मलाई इनिमीले कटनाले काटी 2-4 दिनमा पहिला भन्दा गेम भयो राम्रो स्क्वाड नि ठिकै बनिरहेको थियो हाम्रो मेरो स्क्वाडको केटाहरू अलि बढी जित्ती हेडसट हान्न सिक बनी गर्छ मलाई गीती हिरो बनी मनी केटाहरूको कुरा मानिन हेडसट हान्न खोते तर हान्न कहिले जानिन हेडसट हान्न खोते तर हान्न कहिले जानिन ल मारिदिइहाल्यो नि केटा ल नेक्स्ट गेम स्टार्ट गर्दा केटा ल अब चाहिँ बोय हान्नुपर्छ 100% बोय हान्नुपर्छ केटा ल सबैजनाले बबाल खेल है त वान ट्याप हान सबैजनाले वान ट्याप me and the headshot enemy lie 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 गेम सुरु भयो हाम्रो पिकमा नै झर्ने हो थाहा छैन हाम्रो स्क्वाड कति बेला मर्ने हो ग्रेनेड वाल प्लाज्मा गन भेटिरहेको छु मैले ओइ मुला 2 नम्बर के भेटिस तैले राम्रो गन भेटिस भने मार्क पनि लाइदे एउटा स्क्वाडलाई त मुला एक्लैले खाइदे रुट स्टेप सुनिरहेको छु इनिमीहरू आएर हेडसट हान्दै मुलालाई 2x स्कोप लाएर चारैतिर इनिमी आयो सबजनालाई भुट अगाडि स्क्वाड सक्का अनि तैले लास्टमा लुट भाइ अगाडि स्क्वाड सक्का अनि तैले लास्टमा लुट me and the headshot enemy lie 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 मलाई मुला पछाडी वाल हाल्दे मती आयो इनिमी हल्का लाग्न थाल्यो डर केटी रहेछ 3 नम्बर ओइ मलाई रिभाइभ गर मेडिकेट छ भने दिइराख मलाई जोन आयो भाग अब आलोकलाई चलाई जोन भित्र इनिमीहरू बसिराछ ढुकेर ग्राउन्ड हान्दै हिन्केटा हो साइडबाट लुकेर लास्ट जोनमा ब्याकलग हाम्रो 2 स्क्वाडले घेरिराको ल मेरो गेमप्ले पनि 10 जनाले हेरिराको चारैतिर सिडी भरि लेन माइन राखेर बसिराछु इनिमीको टाउकोतिर ताकेर ल सबजनाले नेटकुक गरी हान्दिम न होया ओके लास्ट इनिमी इलिमिनेट अनि हाम्रो बोया ओके लास्ट इनिमी इलिमिनेट अनि हाम्रो बोया ठिक्क बोया भयो अनि मेरो निपिङ हाई अहिले गए केटा होला सबजनालाई बाई ओइ अहिले गए केटा होला सबजनालाई बाई me
हवाई जहाजमा चढाइ छोडियो अब बर्मुडा आइल्यान्डमा जसले मार्यो त्यसले जान्यो मर्नु र बाँच्नु अब आफ्नै हातमा छ सिपाहीहरु तयार ब्याटल स्टार्ट सिन 5 4 3 2 1 लेट्स गो अब खेल भयो सुरु सबै मैदानमा झरियो 50 जना दुश्मन चारैतिर छरियो दुश्मन छ चारपट्टि खतराको घडियो छिटो छिटो कन्टिप नत्र फिक्स मरियो मचेके खोया अति नै बोया अब हान्ने हो बोया ठेक्ने छ कोया निकाली M10 हान्दिन्छु ब्याङ ब्याङ डाल्दिन्छु ड्याङ ड्याङ स्क्वाडले ल्याङफ्याङ वान म्यानमा आर्मी हान्ने हो ग्याङ ब्याङ हान्ने हो ग्याङ ब्याङ मर्छु कि मार्छु मान्दिन हार्नु बेस्टोपी फुटे नि छाड्दिन हान्नु बाग्दिन कहिले हार्दिन कहिले इनिमीहरूलाई छाड्दिन मैले अल्लो खातो जोसे सबै छ वाल अनि मेडिकेट मसँग टन्ने छ लगाउँदै वाल अगाडि छेक्दैछु फाल्दैछु ग्रेनेड स्क्वाड नै देख्दैछु वाल छेडी M2 सर्ट भेट्दैछु प्रोगिरी ज्यादा भयो बल्ल म चेर्दैछु स्क्वाड छ अघि पिङ पनि हाई छ बाल छैन स्क्वाडमा दाजु र भाइ छ गोर्खाली स्क्वाड मारेर मर्दैनौ चिर्दिन्छौ छाती पछाडि हट्दैनौ अब 10 जना मात्रै लाइभ रहेछ है अब फिक्स बोया हान्नु पर्छ है केटा साथ साथमा खेल्ने सबैजना ल हुन्छ रेडी युद्ध भूमिमा युद्ध मचिने राको छ बम्बारु चारतिर पड्किने राको छ इनिमीहरू नि सकिँदै गएको छ आँखा जन्तेज मुटु धड्किने राको छ झुटोको खेल यो बिग्दैन सत्य नम्बर नआउने छ सबैको लक्ष्य कमरमा प्यान्ट छ काँधमा झोला M10 छ ढाडमा हातमा ग्रोजा इनिमी आयो धेरै नजिक M10 ले हान्दै पार्दै सहित नक भएकोलाई नछोडी मार्ने छ हित विश्वास राख आफूमा आफ्नै हो जित इतिहास अब आफैले खेल्नु छ होस गरी खेल्न तर अर्काको हेर्नु छ हट्दिन्छ नजर यहाँ हुन्छ दुर्गति पाइला नै पछि यहाँ लेनम्यान हुन्छ नि कोही झ्यालबाट हान्दैको रुखको पछाडि कोही टावरको टुप्पा कोही चढेर गाडी टेकेर जानु छ लासको माथि टिममेट सँगै छ साथको लागि कहिले ब्राजिलिया कहिले काई पिक कहिले बिमा शक्ति नत्र फ्याक्ट्रीमा फिस्ट अब उठाउँदै स्कोप लगाउँदै सिस ताकेर हेड हान्छु हुँदैन मिस लम्किँदै अगाडि बन्दुकले समाति अगाडि आउनेको बनाउँदै समाधि नहेरी पछाडि जाँदैछु लुटेर मार्दिन्छु बटलाई म प्यानले नै कुटेर हुँदैन लुकेर जित्नु छ बिडेर कानु छ बोया दुश्मनलाई चिरेर नआइज यो मेरो सिमाना सरुता घर मेरो क्लक टावर इलाका बर्मुडा ल के रा भाइ तेरो दाइले पनि फ्री फायर इन्स्टल गरिसक्यो अब बिस्तारै तेरो दाइ युट्युबर भन्छ युट्युबर ल केटा ल हान्दिम है त एक गेम सबैजनाले ल हेडसट हाने केटा हो हेडसट बिग साउट आउट टु अल फ्री फायर प्लेयर्स लेट्स गो सुरु गरे खेल्न मैले फ्री फायर गरिन न्यू प्लेयर परे म त प्रो प्लेयर परिन अनि आलो किन्न मैले पनि 500 डायमन्ड तिर्दिए ल स्टार्ट हान्दै मैले पनि गेम भित्र छिर्दिए डक्टर मार खान्दै तर नेपाली घरमा छिर्दिए हातमा स्कार साथमा पेन एकको ब्याट नि भिर्दिए चारैतिर इनिमीको लागिरहेछ ताती न्यू प्लेयर परे म त छैन कुनै साथी खेलिरहेको छु फ्री फायर 12 बजे राति अनि गोर्खालीको छोरो भन्दै फुले हिँडे छाती तर सोचे जस्तो सजिलो कहाँ हुन्छ र साथी मार्दियो मलाई इनिमीले कटनाले काटी मार्दियो मलाई इनिमीले कटनाले काटी 2-4 दिनमा पहिला भन्दा गेम भयो राम्रो स्क्वाड नि ठिकै बनिरहेको थियो हाम्रो मेरो स्क्वाडको केटाहरू अलि बढी जित्ती हेडसट हान्न सिक पनि गर्छ मलाई गीतदी हिरो बनी मनी केटाहरूको कुरा मानिन हेडसट हान्न खोते तर हान्न कहिले जानिन हेडसट हान्न खोते तर हान्न कहिले जानिन ल मार्दिहाल्यो नि केटा हो ल नेक्स्ट गेम स्टार्ट गर्दा केटा हो ल अब चाहिँ बोय हान्नुपर्छ 100% बोय हान्नुपर्छ केटा हो ल सबैजनाले बबाल खेल है त वान ट्याप हान सबैजनाले वान ट्याप इनिमी हान्दै हेडसट इनिमीलाई इनिमी हान्दै हेडसट इनिमीलाई इनिमी हान्दै हेडसट इनिमीलाई इनिमी हान्दै हेडसट इनिमीलाई गेम सुरु भयो हाम्रो पिकमा नै झर्ने हो थाहा छैन हाम्रो स्क्वाड कति बेला मर्ने हो ग्रेनेड वाल प्लाज्मा गन भेटिरहेको छु मैले ओइ मुला 2 नम्बर के भेटिस् तैले राम्रो गन भेटिस् भने मार्क पनि लाइदे एउटा स्क्वाडलाई त मुला एक्लैले खाइदे गुड स्टेप सुनिरहेको छु इनिमीहरू आएर हेडसट हान्दै मुलालाई 2x स्कोप लाएर चारैतिर इनिमी आयो सबजनालाई भुट अगाडि स्क्वाड सक्का अनि तैले लास्टमा लुट भाइ अगाडि स्क्वाड सक्का अनि तैले लास्टमा लुट
हान्दे हेडसट इनिमीलाई हान्दे हेडसट इनिमीलाई हान्दे हेडसट इनिमीलाई हान्दे हेडसट इनिमीलाई नजिककोलाई सक्का पहिला टाढाकोलाई बाल्दे ओइ नखान्दे मलाई मुला पछाडि वाल हाल्दे अति आयो इनिमी हल्का लाग्न थाल्यो डर केटी रहेछ 3 नम्बर ओइ मलाई रिभाइभ गर मेडिकेट छ भने दिइराख मलाई जोन आयो भागो अब आलोकलाई चलाइ जोन भित्र इनिमीहरू बसिराछ ढुकेर ब्राउन हान्दै हिँकेटा हो साइडबाट फिक्स गोया हान्नुपर्छ है केटा हो साथसाथमा खेल्ने सबैजना हुन्छ रेडी युद्ध भूमिमा युद्ध मचिने रहेको छ बमबारु चारतिर पड्किने रहेको छ इनिमीहरू नि सकिँदै गएको छ आँखा जन्तेज मुटु धड्किने रहेको छ झुटोको खेल यो बिग्दैन सत्य नम्बर आउने छ सबैको लक्ष्य कमरमा प्यान्ट छ काँधमा झोला एम्टे छ ढाडमा हातमा ग्रोजा इनिमी आयो धेरै नजिक M10ले हान्दै पार्दै सहित नक भएकोलाई नछोडी मार्ने छ हित विश्वास राख आफूमा आफ्नै हो जित इतिहास अब आफैले खेल्नु छ होस गरी खेल्न तर अर्काको हेर्नु छ हट्दिन्छ नजर यहाँ हुन्छ दुर्गति पाइला नै पछि यहाँ लेनम्यान हुन्छ नि कोही झ्यालबाट हान्दै रुखको पछाडि कोही टावरको टुप्पा चढेर गाडी टेकेर जानु छ लासको माथि टिममेटले सँगै छ साथको लागि कहिले ब्राजिलिया कहिले गाई पिक कहिले बिमा शक्ति नत्र फ्याक्ट्रीमा फिस्ट अब उठाउँदै स्कोप लगाउँदै सिस ताकेर हेड हान्छु हुँदैन मिस लम्किँदै अगाडि बन्दुकले समाति अगाडि आउनेको बनाउँदै समाधि नहेरी पछाडि जाँदैछु लुटेर मारिदिन्छु बटलाई म प्यानले नै कुटेर हुँदैन लुकेर जित्नु छ बिडेर कानु छ बोया दुश्मनलाई चिरेर नआइज यो मेरो सिमाना सरुता घर मेरो क्लक टावर इलाका बर्मुडा